मयुम भन्छ कलाकारहरू, आफूले आफूलाई महानायक भन्नेहरू, वरिष्ठ कलाकार भन्नेहरू पनि छ हाम्रो इन्डस्ट्रीमा। तर म चाहिँ कलाकारै छैन भन्छु फेरि। भर्सटाइल हुनु पर्यो। मेरो हकमा त मैले के गर्छु भने योले यो काम गर्छ र यसलाई यो ठिक छ भनेर त्यसरी छान्ने हो कि मान्छेको प्रकृति अनुसारको रोल। ठ्याक्कै जस्तो मैले कुनै प्रोड्युसर यसलाई खेलाउनु छ भने यसले यस्तै मात्र गर्न सक्छ भनेर त्यसरी लेख्ने हो। अनि दर्शकलाई वाह क्या गजब गरेको भन्ने हुन्छ। र उसलाई उल्टाइदिउँ न, त्यो गर्नु सक्नु। आफू जस्तो छ त्योभन्दा फरक किसिमको पात्र गर्न सक्ने कलाकार कोही पनि छैन। कलाकार छैन के, कलाकार छैन। नायक छ, नायिका छ के, त्यो किनभने सोपिस हो। यसो भनिराख्दाखेरि त अब जति पनि अहिले एक्टिभली काम गरिरहेका जुन कलाकारहरू अब कलाकार छैन भन्नुहुन्छ होइन, मलाई केही असरै पर्दैन कि। त्यसो भनिराख्दाखेरि त उहाँहरूलाई चित्त दुख्ला नि त फेरि, हामी चाहिँ को हो भन्ला। यस्तो हो, उहाँहरू किन कलाकार होइन त तपाईँ? चित्त दुख्नुपर्छ उहाँहरूलाई, तब न उहाँहरू कलाकार गर्ने प्रयास हुन्छ। हामी मेकरहरूलाई पनि हिजै त्यो कुरा भनिदिएको भए चित्त दुख्थ्यो कि, अनि बल्ल हामीले पनि होइन हामीले यसो गर्नुपर्छ भन्ने हुन्थ्यो कि। अब कहिले हुने हो त नि, कति समय कुर्ने हो त नि, 30 वर्ष भइसक्यो।